चाहिँ होइन धेरै दिन बाद नयाँ ब्लग हाल्नु आँटेको। सो अस्ति चाहिँ के भयो भन्दाखेरि चाहिँ हल्का बिजी थिएर चाहिँ ब्लग गर्नु पाइनँ। सो गाइस आज चाहिँ घर लाग्दिएँ होइन, अब छुट्टी मागेर आयो भयो। आज मकर सङ्क्रान्तिको दिन घर जाइ हुँदैछ गाइस। यहाँ साथीहरू रेडीको हो कि केटा हो, एकजना खाँदैछ चिया होइन ट्याक्यो। अन्त अब रेडी भइसकेको होइन, अब जानु लागेको र बाटोमा हल्का होइन भ्यूहरू र आज चाहिँ घर फर्किदिएको। अन्त गाइस सरी फर लेट ब्लग, किनभने अब कामै थियो त्यस्तो। सो अब चाहिँ रेगुलर ट्राई गर्छु। सो गाइस अब चाहिँ होइन रुमबाट निक्लेको र केटाहरू दुईजना भित्र यहाँ छ, अन्त एकजना यहाँ छ, यहाँ दुईजना बाहिर छ। सो यो चाहिँ हाम्रो रुमको बाटो होइन निक्लिने बाहिर। अन्त यहाँदेखि उदो गयो भने दुईजना केटाहरूको रुम छ। सो त्यहाँ ग्यालेरी छ एन्ड यहाँदेखि उकालो चाहिँ रोड निक्लिन्छ जग्गा ल। सो गाइसहरूलाई देखाउँछु म, यस्तो छ बाटो। सो यस्तो छ गाइस होइन। ओके सो गाइस यस्तो छ हाम्रो चाहिँ यहाँ जग्गाहरू। एउटा पिकअप चाहिँ जाँदैछ एउटा। सो यता पनि छ होइन गाइस, यहाँदेखि गयो भने तल पनि एकैजना निक्लिन्छ। यहाँदेखि चाहिँ मेन रोड भेट्छ। अन्त यहाँ चाहिँ अब गाइस म होइन। सो अब हल्का अब त जानु लागेको। सो गाइस यहाँ चाहिँ हाम्रो एकजना ह्यान्डसम केटा होइन, इन्स्टामा फलो गर्न सक्नुहुन्छ उसलाई, सिक्मा बोय कुनै कस्तो नाम छ। सो एकजना त्यहाँ के भन्नु आन्टीलाई चाहिँ, आन्टी कहाँ यहाँको आन्टी होइन, यहाँको मालिक त आएको छैन। ए आन्टी यहाँ बस्ने आन्टी चाहिँ कुन त यहाँको त मालिक आएको छैन, मालिक ओके सो गाइस माथि चाहिँ एउटा पिकअप आउँदैछ हो। यहाँ चाहिँ हाम्रो एक्सपिरियन्स छ। सो यहाँ चाहिँ एकजना हाम्रो सिङ्गरै अस्तिको भिडियोको प्रेसिडेन्ट गाइस होइन, ड्रेसअप चाहिँ यस्तो लगाएर आज घर फर्किँदै गरेको। सो देख्नुहुन सक्नुहुन्छ है। सो अहिले बाटोमा यो मान्छे एक्टिङ पार्दैछ क्या यसमा बाटोमा। यहाँ उकालो गयो भने चाहिँ हाम्रो रुम छैन, यहाँदेखि उता चाहिँ अब बजार निक्लिन्छ। अन्त यो साइड चाहिँ रेलिङ पर्छ। सो यो चाहिँ कमान, यो ब्याक। अन्त यहाँदेखि हामी गइरहेछ होइन गाइस। सो डिटेल दिनुहोस् होला बाटोमा गाइस। यहाँ चाहिँ ट्याक्कै लागेर हिँड्दै गरेको। यो चाहिँ पुल बजार हो यता देख्दै गरेको। अन्त त्यो पारिको डिग्री कलेज। अन्त यो साइड चाहिँ बिजनबारी जुन चाहिँ हामी त्योबाट आएको। अन्त यो चाहिँ छोटा रङ्गितै गाइस, आई थिङ्क छोटा रङ्गितै भन्छ होला, के भन्छ कमेन्ट गरिदिनु होला। ए सो गाइस अहिले चाहिँ हामी फुल बजारमा आइपुग्यौँ होइन। अन्त केटाहरू ट्याक्कै लगाएर हिँडिरहेको छ। अन्त यहाँ पछि छ बजार चाहिँ। सो बजार चाहिँ हामी अब क्रस हुनु लाग्यौँ। अन्त यहाँतिर दोकानहरू छ यस्तो। सो गाइस यस्तो छ फुल बजार चाहिँ होइन। अब जसलाई थाहा छ त्यो त थाहा छ, जसलाई थाहा छैन त्यो चाहिँ यसरी हेरिदिनु होला। अन्त एउटा पछि गाडी आउनेछ। यहाँ एकजना गाडी एकदम गइदिरहेको छ न र कुनै के हो यो गाडीको नाम। सो हामी चाहिँ लाग्दैन केटा हो, उतारमा आइदिरहेको छ होइन। ओके सो गाइस त्यहाँ चाहिँ सानो ग्राउन्ड हो होइन, जहाँ चाहिँ फुटबल खेल्छ। अन्त उतापट्टि ठुलो ग्राउन्ड छ जहाँ चाहिँ मेला लागेको थियो। अन्त अब यस्तै छ हिँड होइन। अब गाडी पाएन छ गाडीमा जाने, नत्र चाहिँ अब चार खुट्टी हिँड्नै गाइस, अब के गर्नु होइन। यस्तो छ उकालो चाहिँ हिँड है। अन्त यस्तो हिँड चाहिँ गाइस। र आज चाहिँ जामुनेमा साखेला पनि छ भन्ने सुन्दै थियो, भयो भने चाहिँ त्यहाँ पनि जानुपर्ने छैन गाइस। उकालो टोलिरहेको छ नि हौ गाइस, यहाँ हेर्नु सक्नुहुन्छ। अब बादमा देखाउँछु है गाइस। ओके गाइस सो हामी चाहिँ अहिले फिलहालमा सेरिकल्चरमाथि आइपुगेको छौँ। यता देख्दै रहेको जुन छ नि यो चाहिँ सेरिकल्चर हो होइन। यसमा चाहिँ विभिन्न किसिमको खै आई थिङ्क इन्सेक्ट्सहरू राख्छ होला। अन्त जाने बाटो चाहिँ यहाँ परबाट छ, परबाट जाने यस्तो गएर चाहिँ त्यहाँ छ। यो पारी देख्दै गरेको चाहिँ गाइस कमानै हो है। अन्त यता चाहिँ छ गोरुबाट जाने बाटो। सो यहाँदेखि चाहिँ उता गयो भने चाहिँ हाम्रो गोक साइड जामुने जौथाङहरू जान्छ है। अन्त यो पारी देख्दैको के हो कमेन्ट भनिदिनु होला होइन। अहिले चाहिँ फिलहाल हामी यस्तो यहाँ पुगिरहेको छौँ। यता माथि गयो भने चाहिँ गोरुकट्टा मैले अघि नै भने होइन। सो यता मुनि गयो भने चाहिँ सेरिकल्चर होइन। सो हेर्दै गर्नु होला। ए गाडी सो फाइनली होइन यहाँ चाहिँ गाडी पाएर गयो हुँदैछ केटाहरू मस्ती गाडीमा फुल मच। यस्तो चाहिँ गाडी चाहिँ आउँछ गाडी पाएर हुँदैछ।
सो गाइस फाइनली होइन गाउँ आइपुग्यो भन्नु पनि तलै छ। त्यो तल देख्दै गरेको चाहिँ कम पाखाको उता गरबेटा उता कर्मटा एन्ड यता चाहिँ होइन ट्याक्कै हाम्रो गाउँपट्टिको होइन हल्का फुल्का यस्तो चाहिँ गाइस बाटो चाहिँ ल। यसो गाइस फाइनली आइपुग्यो होइन। आइपुग्यो भने पनि तलै छ बट बाटोमा जाँदैछ होइन। सो गाइस बाटोमा चाहिँ आज गाडी नपाइला जस्तो भएको थियो तर के गर्नु गाइस होइन। हाम्रो साथी थियो सो उसले रोकिहाल्दा गाडी चाहिँ होइन। सो दुईजना केटाहरू चाहिँ छुट्यो अन्त म चाहिँ अब एक्लै छु यहाँबाट। एकजना केटा चाहिँ अघि नै गएछ अगाडि। सो तपाईँलाई चाहिँ एउटा भ्यू देखाउँछु ल यहाँ हाम्रो गाउँको। सो गाइस चेक आउट। सो दिस साइड इज मेरो चाहिँ घर यो साइड पर्छ जुन ऊ पर्छ नि त्यो पल्लो डाँडा त्यो चाहिँ जोरथाङ हो। अन्त यो गरेबाट भयो त्यसको उता पल्लोपट्टि कर्मटार छ। अन्त सो यो पारिको सिक्किम यता बुदाङहरू अन्त उताको त्यो देख्दैको बरुबोटे त्यसको यता एनटिपिसी अन्त त्यो डाँडामा चाहिँ हाम्रो घर छ होइन। अन्त यो डाँडा चाहिँ गाउँै हो एउटा। अन्त यो साइड निजी भयो त्यो तकबे होइन। सो यस्तो छ गाइस गाउँ। अन्त गाइस यो जुन यो खोला छ नि यो जुन यस्तो आएको खोला यो खोला चाहिँ रामबाङ खोला हो जुन चाहिँ थाहा छैन कहाँ आउँछ बट यो गएर चाहिँ डाइरेक्ट टिस्टामा आई थिङ्क भेट्छ होला होइन। सो यस्तो चाहिँ हाम्रो गाउँ है गाइस। सो गाइस म तपाईँहरूलाई चाहिँ अब बाटोमा आदि देखाउँछु त्यहाँदेखि घर पुगेर देखाउँछु है त। हामी रेला नगर अहिले उही पार्यो कम छ तल तरेक आउने बाटो बिचमा आइदैन हैन। हजुर यदि आइदैन आइदैन म सर्टकट बाटो जान्छु नि त ज्ञानी उकालो नाम के कसको सामान मेरो प्रतीक प्रतीक हजुर मात्र किनी हजुर अन्त प्रतीक बन्तवराई हेलो मैले अघि मैले पत्ता लगाएको छु कसको घर सामान भन्दाखेरि एकछिन एकछिन बोल्छु नि एकछिन छोड्नु नि माइक्यो बोजूहरू छ ए हजुर हामी सकेको छ होइन ओ हजुर हजुर उयोको लागि भन्नु न। हजुर त्यहाँदेखि अब हामीले अब धेरै गर्नु सकिँदैन हामी चाहिँ सकिँदैन तर बाहिरको लागि मैले भन्नु चाहेको मात्रै हो। ओए हजुर किन बाहिर यङ छ हामी लगाएको सिआरपी पनि लगाएको पुलिस पनि लगाएको हो किन हजुर होइन हो हा म पनि पुलिस सिआरपी त होइन तर म बाहिर देश बसेर चाहिँ छैन यत्रो वर्ष यो टाउकोमा बोकेर चाहिँ आएको मान्छे तर मसित नानीहरूलाई चाहिँ सिकाउँछु बिनाको घर सामान आइछ भन्ने मेरो पुरानो घर चाहना। हजुर सो गाइस म चाहिँ एउटा युट्युबर हो कि म ब्लगिङ गर्छु। सो के भन्नु यसो सब्सक्राइब गरिदिनु भन्नु न होइन ब्लगमा के छ मेरो प्रतीक बन्तवा ओके। सो गाइज म चाहिँ घर पुगेँ होइन। सो पुग्नु त म अघि नै पुगेको। सो मेरो के मैले अघि नै बनाउनु पर्ने बट थोडा फोनमा चार्ज थिएन। सो त्यसै कारण चाहिँ मैले बनाउनु पाइनँ एन्ड अहिले चाहिँ फोन चार्ज गरेर थोडा अब घरकोहरूसँग काम गरेर अन्त एकछिन तल माइजूकोमा पुगेर आएर चाहिँ यो भिडियो बनाउनु लागेको। सो अघि चाहिँ मैले जुन चाहिँ मैले बिच पार्टमा जुन बिच पार्ट थियो भिडियोको जुन चाहिँ लास्ट इन्डिङ त्यसमा चाहिँ एकजना अङ्कल हुनुहुन्थ्यो होइन आन्टी पनि हुनुहुन्थ्यो साइडमा। सो अङ्कल चाहिँ अङ्कल आन्टी चाहिँ अब साथीको मामा माइजू रहेछ। सो उनीहरू चाहिँ मैले बाटोमा भेटेको थियो अन्त हल्का ड्रिङ्क गर्नुभएको रहेछ र अङ्कलले चाहिँ राम्ररी सम्झाउनु भयो होइन राम्रो राम्रो कुरा गर्नुभयो अङ्कलले होइन। सो अब त्यहाँ चाहिँ अब कतिजना सम्झिन्छ होला होइन अब मातिरहनु भएको छ। सो इट्स नट अब ऊ मात्नु भएको छैन बट कम्ती ड्रिङ्क गर्नु भएको छ होइन बट मात्नु चाहिँ भएको थिएन। सो नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला एन्ड आई होप कि तपाईँहरूले गर्नु पनि हुन्न होला होइन। एन्ड अङ्कलले जे भन्नुभयो द्याट्स इज अ गुड फर अब हुन्छ नि होइन त्यो राम्रो कुरा हो। अब राम्रो कुरा भन्नुभएको होइन अब केही कुछ गर्नु छ भने चाहिँ होइन अब अङ्कलले राम्रोसँग भन्नुभयो। सो अङ्कल पनि राम्रो हुनुहुँदो रहेछ अन्त होइन राम्रो लाग्यो अङ्कलसँग बात मारेर। अन्त त्यहाँ चाहिँ बिचबिचमा म अब होइन थोडा अब हाँस उठ्यो मलाई अब हुन्छ नि अब त्यो सिचुएसन नै त्यस्तो थियो क्या अब हल्का हाँस उठ्यो नि त होइन। अब त्यो हाँसेको पनि नराम्रो नसम्झिनु होला होइन अब जसलाई पनि त्यस्तै हो हल्का त हाँस उठ्छ नि होइन। सो त्यसमा चाहिँ म भन्नु चाहन्छु कि त्यसमा नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला। आई होप तपाईँहरूलाई मेरो ब्लग चाहिँ मन पऱ्यो होला होइन। र अब फेरि
आज घर आइयो फेरि भोलि बिहान फर्किनुपर्छ किनभने हाम्रो कोचिङ स्टार्ट हुन्छ सो कोचिङ पुग्नुपर्छ एन्ड अब माध्यमिक पनि आउनु लाग्यो सो द्याट्स वाइ आई कान्ट मेक अ भिडियो आई थिङ्क सो अब किनभने बी सिरियस किनभने मैले अस्तिको फर्स्ट ब्लगमा भनेको थिएँ होइन त्यसमा पनि भनेको थिएँ अब चाहिँ सिरियस हुनुपर्छ सो त्यसको लागि चाहिँ 1-2 दिन सायद नआउनु सक्छ बट म ट्राई गर्छु होइन त्योभन्दा अगाडि 2-3वटा भिडियो अपलोड गर्नु मैले फर्स्ट भिडियो त अपलोड गरिसकेँ अब सेकेन्ड भयो सो थर्ड वान चाहिँ थाहा छैन म कहिले गर्छु त्यो चाहिँ म पर बजारमा गएर गर्छु या फिर भोलि जाँदाखेरि गर्छु ठिक छ सो अस्तिको फर्स्ट ब्लग तपाईँहरूले त्यसमा माया देखाउनु भयो होइन अन्त राम्रो पनि लाग्यो सो अब यो सेकेन्ड ब्लगमा पनि के गर्छु आई होप गर्छु कि तपाईँहरूले माया पनि गर्नुहुन्छ होइन सपोर्ट पनि गर्नुहुन्छ एन्ड लाइक एन्ड सब्सक्राइब पनि गर्नुहुन्छ होला र सो बेसी सक्दो चाहिँ तपाईँहरूको साथीहरूलाई सेयर गरिदिनु होला होइन अन्त सब्सक्राइब पनि गरिदिनुहोस् तपाईँहरूले अन्त तपाईँहरूको फ्यामिलीलाई पनि भनिदिनुहोस् सब्सक्राइब गरिदिनु र तपाईँहरूको मायाले गर्दाखेरि चाहिँ आउनेवाला फ्युचरमा आई थिङ्क हुनसक्छ होइन अब हुन सकिन्छ कि कुनै दिन अब सानै बेसी ठुलो युट्युबर पनि सानै युट्युबर पनि हुन सकिन्छ होला सो तपाईँहरूकै मायाले गर्दा हुन सकिन्छ सो आई होप कि तपाईँले सपोर्ट गर्नुहुन्छ होला होइन सो गाइज आजको लागि चाहिँ यति नै होइन र मिल्दै नेक्स्ट भिडियो के अंदर तब तक के लिए बाय बाय गाइज सबैलाई सेवा गाइज